हेलो गाइज, अहिले चाहिँ म शहीद स्मारक हेटौडामा छु। एकदमै रमाइलो, सबैमा शुभ बिहानी। साथसाथै यहाँ चाहिँ एकदमै घुम्ने चाहिँ ठाउँ रहेछ। म चाहिँ फर्स्ट टाइम आएको छु है यता। हजुरहरू पनि आउन सक्नुहुन्छ। एकदमै रमाइलो छ यहाँ चाहिँ टिकट सिस्टम रहेछ। घुम्नको लागि चाहिँ एकदमै रमाइलो है ठाउँ चाहिँ। यहाँ चाहिँ यस्तो सानो फल्चा पनि रहेछ है। हामीले टिकट पनि लिइसके। अब हामी चाहिँ भित्र जाँदैछौँ है। यहाँ चाहिँ फर्स्ट टाइम नै हो है म पनि। ल यहाँ चाहिँ भित्र जाने बित्तिकै हामीलाई वेलकम भनेर यहाँ स्वागत गरेको छ है। अब हामी चाहिँ स्टार्ट। यहाँ चाहिँ यस्तो मूर्तिहरू पनि रहेछ। जस आनन्दले बस्नलाई चाहिँ घुम्नलाई चाहिँ एकदमै। यहाँ चाहिँ ऊ पनि रहेछ, बाँदर पनि रहेछ, मयूर पनि रहेछ है, चितुवा। बिहानको टाइम हो, एकदमै यहाँ आनन्द चाहिँ छ है। हजुरहरू पनि घुम्न आउनु होला। यहाँ चाहिँ बच्चाहरूको लागि चाहिँ रमाइलोको लागि चाहिँ यस्तो पनि राखेको छ है। हेर्नको लागि चाहिँ यहाँ चाहिँ कछुवारे सरी खरायो रहेछ है, कति धेरै। यहाँ चाहिँ मुसा रहेछ है, सानो सानो मुसा। हुइचिल पनि रहेछ यहाँ चाहिँ। ल ल गाइज, यहाँ चाहिँ मैले धेरै देखेँ है। यहाँ हेटौडामा पनि यस्तो घुम्ने ठाउँ चाहिँ रहेछ। हजुरहरू पनि आउनु होला है। यहाँ नानीहरूलाई लिएर, बाबाहरूलाई लिएर। म पनि फर्स्ट टाइम आउँदैछु। ल हजुरहरू पनि आउनु होला। यहाँ बिहान कति बजीदेखि खोल्ने रे? बिहान 8 बजीदेखि बेलुकाको 8 बजीसम्म चाहिँ खुल्ने रहेछ है। यहाँ चाहिँ घुम्नलाई अनि आनन्दसँग बस्नलाई चाहिँ एकदमै रमणीय ठाउँ रहेछ। मलाई चाहिँ के याद आयो भन्दाखेरि साथीहरू, काठमाडौँको त्यो शहीद स्मारक छ नि, हामी त्रिभुवन पार्क त्यहाँ भन्दा त यहाँ कति सफा, कस्तो रमाइलो पनि है। फोहोरहरू छैन, निट एन्ड क्लिन, एकदमै म्यानेज गरेर राखेको रहेछ है। पिकनिक आउनेहरू पनि रहेछ। मलाई चाहिँ एकदमै अनौठो लाग्यो यहाँ चाहिँ। कस्तो रमाइलो। ल बच्चाहरूको लागि है यो चाहिँ, हाम्रो लागि पनि। इन्जोय द एडभेन्चर। ल एडभेन्चर वर्ल्ड। एडभेन्चर इङ्ग्लिसमा अलिक कमजोर छु के, तै पनि डोन्ट माइन्ड होइन साथीहरू, कहिलेकाहीँ भइहाल्छ नि। यहाँ चाहिँ नर्सरी रहेछ है, फुलहरू। मलाई चाहिँ हेटौडामा आएर चाहिँ एकदमै आनन्द रमाइलो लागेको ठाउँ चाहिँ यही हो है साथीहरू।
टाइम मिलाएर चाहिँ यसो हजुरहरू पनि भिजिटको लागि आउनु होला है। यहाँ चाहिँ यति ठुलो ठाउँ रहेछ साथीहरू, म आफै यहाँ थाकिसकेँ। पिकनिक आउनेहरू पनि रहेछ, एकदमै रमाइलो कि। बिहानदेखि 8 बजीदेखि बेलुका 8 बजीसम्म जति बसे नि हुने रहेछ। म त यहाँ घुम्दा घुम्दै थाकिसकेको अवस्था है। खै त्यहाँ पनि एकछिन हेरौँ न त। ल यहाँ चाहिँ बिहानदेखि यस्तो रहेछ है, नाच्दैछ। कस्तो रमाइलो। ल मलाई त एकदमै रमाइलो लाग्यो। यहाँ चाहिँ पिकनिक स्पोट रहेछ। यहाँ चाहिँ माथि गएर फोटो खिच्न चाहिँ नमिल्ने रहेछ, खालि हेर्ने मात्रै रहेछ है। त्यही भएर मैले चाहिँ माथि गएर हजुरहरूलाई चाहिँ देखाइन है। यही हो लास्ट पोइन्ट चाहिँ, यही हो है। ऊ त्यहाँ तल चाहिँ अघि हामी आएको गेट हो, त्यो मेन गेट। यहाँ चाहिँ इन्डिङ पोइन्ट रहेछ। यो चाहिँ हेटौडामा चाहिँ यस्तो ठाउँ पनि रहेछ है। वेलकम हजुरहरू पनि। ल है साथीहरू, अघि चाहिँ मैले यहाँ भिडियो खिच्न मिल्दैन भनेको थिएँ। यहाँ एकजना दिदी चाहिँ भेटेँ मैले। दिदीले भन्दाखेरि चाहिँ हुन्छ भनेर यहाँ चाहिँ म भित्र यसो तपाईँहरूलाई देखाउनलाई। यो चाहिँ शहीदको सम्झनामा बनाएको रे। अब हामीले नै हो हेर्ने, सुरक्षा गर्ने हेर्नु त साथीहरू। एकदमै रमाइलो छ है। माथि गएर पनि तपाईँहरूलाई देखाउँछु म। ल एकदमै ठुलो रहेछ, फुलहरू पनि कस्तो रमाइलो। यहाँ त आनन्द। ल हजुरहरू पनि यसो टाइम मिलाएर चाहिँ यतातिर आउनु होला है। जङ्गलै जङ्गल। स्मारकको उपहार पसल भित्र हस्तकलाका सामानहरू पनि पाइन्छ अरे है साथीहरू। ल यहाँ चाहिँ पर्यटक सूचना केन्द्रको अवलोकन गरौँ रे। ल यहाँ चाहिँ म गएँ है। कस्तो रमाइलो, राम्रो रहेछ। ब्यागहरू पनि